आज चाहिँ म तपाईहरुलाई यस्तो खालको धूप बनाउन सिकाउँछु है। यो धूप बनाउनको लागि यो नेपाली कागज चाहिन्छ। नेपाली कागज कत्रो साइज हामीलाई चाहिन्छ अनि त्यही अनुसारको साइज काट्ने। मैले चाहिँ यत्रो साइजको काटेको छु र यो कागज भयो र हामीलाई चाहिँ धूप चाहिन्छ। यस्तो खालको धूप चाहिन्छ। यो चाहिँ घरमै पनि बनाउन सकिन्छ। अनि यो कागज भयो र यसलाई चाहिँ अलिकति दरो दरो हुन्छ, त्यही भएर यसलाई चाहिँ यसरी गर्ने कि यसरी काट्ने, अलिक नरम बनाउने। अनि यो कागज चाहिँ अलिकति पातलो भएकोले गर्दाखेरि म चाहिँ यसलाई दुईटा लिन्छु। यसरी दुईटा लेयर हुन्छ नि, यो दुईटा लेयर। कसैले चाहिँ एउटामै बनाउनुहुन्छ, तर मलाई चाहिँ अलिकति पातलो नै मनपर्छ। अनि यो कागजलाई चाहिँ यसरी फोल्ड गर्यो हैन, फोल्ड गर्यो। अनि यसमा यो धुलो धूप लगायो। धूप कति लगाउने आफूलाई कति मनपर्छ हैन, यसरी धुलो धूप लगायो। अनि यो अलिकति छेउमा चाहिँ नलगाउने, छेउमा नलगाउने। अनि स्वाट्टै गर्ने है। धूप यसरी स्वाट्टै लगाउने, छेउमा चाहिँ थोरै छोड्ने। अनि यसलाई आफ्नो हातले यस्तो गर्ने। अनि यस्तो गरिसकेपछि यसलाई यस्तो यस्तो गर्ने हैन। यस्तो गरेपछि बटार्नलाई चाहिँ सजिलो हुन्छ के। अनि यो छेउमा राख्ने है। अनि छेउमा चाहिँ यसरी पटाउने, पटाएर चाहिँ यसलाई चाहिँ बटार्ने यसरी। यसरी बटार्दै लाने, यसरी बटार्दै लाने, यसरी बटार्ने, बटार्ने बटार्ने बटार्ने। अनि अलिक मिलाउनु पर्यो भने चाहिँ अलिक यहाँ डल्ला डल्ली बस्यो भने चाहिँ अलिकति यस्तो गर्नुपर्छ कि। यस्तो 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 गर्दै बटार्दै 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 लानुपर्छ। बटार्दै लाने, यसरी बटार्ने, यसरी बटार्ने, छेउमा बटार्ने, यहाँ पनि यसरी बटार्ने। अनि यसलाई यसरी जोड्ने, यस्तो बनाउने। बनाइसकेपछि अनि हामीले यहाँ यस्तो गर्ने। अनि यसलाई चाहिँ जतापट्टि घुमेको हुन्छ नि त्यसलाई चाहिँ फेरि बटार्ने हो कि। यसरी जतातिर घुमेको हुन्छ त्यसलाई नै बटार्दै 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 माथि माथि लान्छ। यसरी गरिदिने। बनेन त धूप, राम्रो धूप। ल तपाईले पनि घरमा यसरी नै बनाउन सक्नुहुन्छ। खास केही चाहिँदैन। यो नेपाली कागज हैन, यो नेपाली कागज। अनि यो धूप, यो चाहिँ जहाँ पनि पाइन्छ। जहाँ पनि पाइन्छ भन्नाले यो धूप बेच्नेहरूतिर पाइन्छ, असनहरूतिर भयो, बौद्धमा पनि पाउँछ है। यस्तो खालको धूप। अनि घरमा आफैले पनि बनाउन सकिन्छ। जुन त्यो फुलहरू सुकेको हुन्छ नि, त्यो फुलहरू सुकेको फुलहरूलाई टिप्ने अनि त्यो फुलहरू अनि त्यसलाई चाहिँ अनि घाममा सुकाउने। अनि त्यसलाई चाहिँ ग्राइन्ड गर्ने के। अनि फुलको पनि एकदम मिठो बास्ना हुन्छ। तर तपाईहरु पनि घरमा बनाउन सक्नुहुन्छ। ल हजुर, हस् त, धन्यवाद।